इन्स्योरेन्स ब्रोकर बीमा नियमावली 2081 मा इन्स्योरेन्स ब्रोकर सम्बन्धी नयाँ प्रोभिजनहरू के आएको छ भन्ने सन्दर्भमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूको लागि मैले प्रस्तुत गर्दैछु। सबभन्दा पहिले बीमा दलाल या इन्स्योरेन्स ब्रोकरको परिभाषा के हो? बीमा ऐन 2079 को दफा 2 ध मा परिभाषा गरिएको छ। बीमा दलाल भन्नाले बीमा व्यवसाय सम्बन्धमा बीमा दलालको रूपमा कार्य गर्नको लागि इजाजत पत्र प्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ, व्यक्ति वा संस्था सम्झनु पर्छ भनेर परिभाषा गरिएको हामी पाउँछौँ। अब बीमा नियमावली 2081 को नियम 55 मा हामीले हेर्ने हो भने बीमा दलालको प्रकार सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्यक्ष बीमा दलाल, डाइरेक्ट इन्स्योरेन्स ब्रोकर, पुनर्बीमा दलाल, रिइन्स्योरेन्स ब्रोकर, संयुक्त बीमा दलाल, कम्पोजिट इन्स्योरेन्स ब्रोकर, कम्पोजिट इन्स्योरेन्स ब्रोकर भनेर 3 भागमा विभाजन गरेको हामी पाउँछौँ। भने इन्डियातिर हामीले हेर्ने हो भने 5 वर्गमा विभाजन गरेको पाइन्छ इन्स्योरेन्स ब्रोकरलाई। डाइरेक्ट ब्रोकर लाइफ, डाइरेक्ट ब्रोकर जनरल, डाइरेक्ट ब्रोकर लाइफ एन्ड जनरल, रिइन्स्योरेन्स ब्रोकर, कम्पोजिट ब्रोकर। यसरी डाइरेक्ट ब्रोकर लाइफ, डाइरेक्ट ब्रोकर जनरल र डाइरेक्ट ब्रोकर लाइफ एन्ड जनरललाई डाइरेक्ट ब्रोकर भनियो र रिइन्स्योरेन्स ब्रोकर, कम्पोजिट ब्रोकर भनेर हाम्रो नियमावलीमा ल्याइएको हामी देख्छौँ। अब बीमा दलाल या इन्स्योरेन्स ब्रोकर हुनको लागि के योग्यता आवश्यक पर्छ त भन्ने सन्दर्भमा बीमा ऐनको दफा 92 मा बीमा मध्यस्थकर्ता बीमा दलालले इजाजत पत्र प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। प्रचलित कानून बमोजिम दर्ता भएको देहायको योग्यता भएको संगठित संस्थालाई मात्र बीमा दलालको रूपमा कार्य गर्ने इजाजत पत्र दिइन्छ। अब कस्तो संगठित संस्था त भन्दाखेरि प्राधिकरणले तोकिदिए बमोजिम अधिकृत पुँजी भएको, अधिकृत पुँजी कति हुने भन्दाखेरि प्राधिकरणले तोक्नुपर्छ। संगठित संस्थाको व्यवस्थापक भई कार्य गर्ने व्यक्ति बीमा सम्बन्धी काममा, संगठित संस्थाको व्यवस्थापक भई कार्य गर्ने व्यक्ति जो अब व्यवस्थापक छ त्यो व्यक्तिले बीमा सम्बन्धी काममा 4 वर्षको अनुभव प्राप्त गरेको, 4 वर्षको अनुभव प्राप्त गरेको, प्राधिकरणले तोकिदिएको अन्य शर्त पूरा गरेको भनेर बीमा ऐनको दफा 92 मा व्यवस्था गरेको हामी पाउँछौँ। भने बीमा नियमावली 2081 मा के व्यवस्था आयो भने बीमा दलालको योग्यताको लागि दफा 92(3) को अतिरिक्त, अब अघिल्लो स्लाइडमा जुन हामीले हेर्यौं त्यसको अतिरिक्त पनि के त भन्दाखेरि प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता भएको, त्यस्तो संस्थाको मुख्य व्यवस्थापकले स्नातकोत्तर उपाधि हासिल गरेको, बीमा दलाल भई कार्य गर्ने संस्था वा त्यस्तो संस्थामा प्रचलित कानून बमोजिम मुख्य व्यवस्थापक भई कार्य गर्ने व्यक्ति कालो सूचीमा नरहेको, त्यो संस्था पनि कालो सूचीमा हुनु भएन भने त्यहाँ काम गर्ने मुख्य व्यवस्थापक पनि कालो सूचीमा हुनु भएन भन्ने व्यवस्था हामी नियम 54 मा हेर्न सक्छौं। त्यस्तै नियमावलीको नियम 53 मा हामीले हेर्ने हो भने बीमा दलालको इजाजत पत्र लिन इच्छुक व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता हुनु अघि प्राधिकरणबाट पूर्व स्वीकृति लिएको हुनुपर्ने भन्ने पनि व्यवस्था नियमावली 53 मा गरिएको छ। उपनियम 1 बमोजिम पूर्व स्वीकृति लिएको कम्पनीले बीमा दलालको इजाजत पत्र लिन देहायको कागजात संलग्न गरी कुन कागजातहरू दिनुपर्छ त भन्दाखेरि संगठित संस्था दर्ताको प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारीको व्यक्तिगत विवरण, अब को प्रमुख कार्यकारी हुने त्यसको व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागजात समेत पेश गर्नुपर्ने नियम 53 मा व्यवस्था गरिएको हामी पाउँछौं। अब संक्षिप्तमा हामीले बीमा दलालको लागि, इन्स्योरेन्स ब्रोकरको लागि के योग्यता हो भन्ने हेर्दाखेरि प्राधिकरणबाट पूर्व स्वीकृति लिएको हुनु पर्यो, प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता गरिएको हुनु पर्यो, कम्पनीको अधिकृत पुँजी तोकिए बमोजिम भएको हुनु पर्यो, प्रमुख व्यवस्थापकले स्नातकोत्तर हासिल गरेको हुनु पर्यो, व्यवस्थापक भई कार्य गर्ने व्यक्ति बीमा सम्बन्धी काममा 4 वर्षको अनुभव प्राप्त गरेको हुनु पर्यो, तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनु पर्यो र संस्था वा मुख्य व्यवस्थापक कालो सूचीमा नरहेको भन्ने व्यवस्था गरेको हामी पाउँछौं। अब बीमा दलालको अनुसूची 7 बमोजिम हामीले फी सम्बन्धी कुरा गर्ने हो भने इजाजत पत्र शुल्क 5 लाख, नियमन शुल्क 5000, नवीकरण शुल्क 25000 र विलम्ब शुल्क प्रतिदिन रु 100 को दरले भनेर अनुसूची 7 मा हामी हेर्न सक्छौं। उपनियम 2 बमोजिम प्राप्त निवेदन उपर उपयुक्त देखिएमा अनुसूची 12 बमोजिमको ढाँचामा इजाजत पत्र दिइने व्यवस्था गरिएको छ। त्यस्तै नियम 56 मा हामीले हेर्यौं भने बीमा दलालले वार्षिक विवरण पेश गर्नुपर्ने,
वर्षभरि के कामहरू गरियो भन्ने कुरो बिमा प्राधिकरणमा वार्षिक विवरण पेश गर्नुपर्ने। त्यो पनि कहिले त भन्दाखेरि आर्थिक वर्ष समाप्त भएको मितिले 60 दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था नियम 56 पनि गरिएको हामी पाउँछौँ। हस् त, धन्यवाद। आज मैले इन्सुरेन्स ब्रोकर रिलेटेड नयाँ प्रोभिजनहरू के आएको हो भन्ने सन्दर्भमा छलफल गरेँ।